हरिद्वार कृषि सहकारी संस्था लिमिटेडको कार्यालय बराक्षेत्र नगरपालिका वडा नम्बर 2 भैरवन बजारमा रहेको छ। यस संस्थाको कार्यक्षेत्र बराक्षेत्र नगरको वडा नम्बर 1 र 2 रहेको छ। यस संस्थाले आफ्नो स्थापना कालदेखि नै सदस्यको आर्थिक विकास, कृषि उत्पादनमा प्रवर्धन, कृषकलाई आवश्यक सामग्री तथा प्रविधि उपलब्ध गराउँदै आएको छ। यससँगै उत्पादनलाई बजार व्यवस्थापन र आफ्नै उद्योग व्यवसाय विकासमा योगदान पुर्याउँदै आएको छ। सुरुमा यो एउटा कृषक समूह मात्र थियो। पछि 2071 साल मङ्सिर 14 गतेबाट कृषक समूहबाट यो संस्था कृषि सहकारीमा परिणत भयो। अहिले यो संस्था 11औं वर्ष पुरा गरी 12औं वर्षमा प्रवेश गरेको छ। सदस्यको आर्थिक सशक्तिकरण, कृषि उत्पादन तथा उद्योग व्यवसाय विकास गर्न यो सहकारी सुरु गरिएको हो। यसअघि किसानलाई निकै समस्या थियो। त्यसका लागि विभिन्न समाधानहरू खोज्ने कामहरू भएका छन्। सामूहिक सफलताको लागि सहकारी भन्ने नारा लिएर यस सहकारी संस्थाले समुदायमा हातेमालो गर्दै यस संस्थालाई अघि बढाउँदै आएको छ। यसले रोजगारीमा वृद्धि गर्दै किसानको जीवन स्तरमा सुधार गर्दै समग्र समाजको आर्थिक हैसियत बढाउनु पनि हो। भविष्यमा यस सहकारीले आफ्ना उत्पादनलाई फैलाएर त्यसको बजारीकरण गर्नुका साथै किसानको आर्थिक तथा सामाजिक सुधार गरेर उनीहरूलाई आत्मनिर्भरतामा बढावा दिने लक्ष्य राखेको छ। यस सहकारीले किसानलाई बिउ, मल, कृषि सामग्री उपलब्धता, आधुनिक तालिम, कृषकलाई बचत तथा ऋण सेवा, बजार व्यवस्थापन गर्दै आएको छ। संस्थाले विशेष गरी 3 मुख्य युनिटलाई मुख्य केन्द्रबिन्दु मानेर काम गरिरहेको छ। पहिलो मसला उद्योग, दोस्रो पशुपन्छी आहारा, कृषिजन्य वस्तुको खरिद बिक्री र तेस्रो ग्यास पसल वित्तीय कारोबार पर्दछन्। 2075 सालदेखि बराक्षेत्र नगर वडा नम्बर 2 भैरवन बजारमा सबै किसानलाई पाइक पर्ने गरी रासायनिक मल, जैविक मल तथा पशुपन्छी आहार साथै किसानलाई आवश्यक कृषिजन्य वस्तुहरूको खरिद बिक्री वितरण गरिरहेको छ। HKSS ब्रान्डको ट्रेडमार्क दर्ता गरी संस्था आफैले बेसार र मसला उद्योग सञ्चालन गर्दै आएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको अनुदान प्रोत्साहन मार्फत संस्थाले यो उद्योग सञ्चालनमा ल्याएको हो। बजारमा HKSS ब्रान्डको ट्रेडमार्क भएको बेसार र मसलाले राम्रो प्रतिक्रिया पाएकाले आगामी दिनहरूमा बजार विस्तार गर्न सजिलो हुने विश्वास यस संस्थाले लिएको छ। उक्त परियोजना मार्फत अनुदान सहयोग उपलब्ध भई सदस्य टङ्क दाहालको खेतमा सौर्य सिँचाइ जडान गरी सिँचाइमा सफलता मिलेको छ भने जल सङ्कलन पक्की पोखरीले वर्षाको पानी सङ्कलन गरी हिउँदमा बेसार सफा गर्न र सिँचाइ मार्फत उत्पादन बढेको छ। चक्लाबन्दी कार्यक्रमले खण्ड खण्ड जग्गालाई एकीकृत गरी आधुनिक यन्त्र मार्फत खेतीपाती गर्दा लागत घटाएको छ। यसले उत्पादन समेत वृद्धि भएको कृषक सदस्यहरूको भनाइरहेको छ। बराक्षेत्र नगर वडा नम्बर 1 सूर्यकुण्डका कृषक तथा शेयर सदस्य टेकबहादुर राई पनि हरिद्वार कृषि सहकारीले किसानलाई सहुलियत दरमा ऋण दिएको बताउँछन्। राईका अनुसार सहकारीले समयमै बिउमल उचित मूल्यमा दिएर राहत दिएको बताए। कृषि गर्नलाई सहज बनाएको उनको कथन छ। सहकारीहरू त धेरै छन् हैन। धेरै सहकारीले के गर्ने, ऋण दिने, जनतासँग पैसा उठाउने, ऋण ब्याज खाने, त्यति मात्रै गरेर छ भने यो हाम्रो कृषि सहकारीले चाहिँ यस कृषकलाई चाहिने बिउ मलहरू अलि उचित मूल्यमा दिने, जस्तै कृषकलाई चाहिने कृषि सामग्रीहरू पनि केही सहुलियत दरमा उपलब्ध गराइदिने, प्लस अब जस्तै अरू संस्थाले चलाए जस्तै थोरै मात्रामा कृषकलाई चाहिएको बेलामा ऋणहरू प्रदान गर्ने, त्यस्तोहरू गरेछ भने यस पहिलाभन्दा अलिकति कृषि गर्नलाई अब कृषि औजारहरू दिएर पनि अलिकति सहुलियत त्यतिकै पनि बनाइरहेछ भने अब बिउ मलहरू पनि अब उचित मूल्यमा दिएर कृषकलाई अलिकति केही मात्रामा राहत चाहिँ पुऱ्याएकै हो। तर यसको अब पूर्ण रूपमा अब यसलाई सफल बनाउनको लागि उसलाई पनि त अब पुँजीको आवश्यकता त हुन्छ। सहकारीलाई पनि अब उसँग पर्याप्त मात्रामा पुँजी नहोला, पुँजी सङ्कलन नभइसकेको, पुँजी अब सरकारी उहरू नपाइराखेको हुनाले पनि अब थोरै मात्रामा जति सकेको अहिले दिँदैछ। हरिद्वार कृषि सहकारी संस्थाले शेयर सदस्यलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराउँदै पनि आएको छ। कृषकलाई नमारेको कृषक तथा शेयर सदस्य हिरालाल राई बताउँछन्। बराक्षेत्र नगर वडा नम्बर 1 बागदलबारीका राई हरिद्वार कृषि सहकारीले कृषकलाई बिउ बिजन सबै उपलब्ध दिनुका साथै सहुलियत दरमा दिएको बताउँछन्। म कति पोहोर परारदेखि लागेको थिएँ यसमा, लागेको छु 2-3 वर्ष हुँदैछ। अब दिन त अब सबै फेसिलिटीहरू दिएको थियो। अब पोखरी उहरू बनाउनेहरूले बनाए, अनि त्यो बिउ बिजनहरू पनि दिइरहेछन्। अब सदर यो ब्याजमा पैसा पनि दिन्छन्। अब आफू पनि इमान्दारी भएर अब ऊ तिर्नु पर्यो हैन। अब सबैले लगानी गरे अब त्यो के अरे राम्रै लागेको छ। अहिलेसम्म राम्रै गरिरहेछ भाइहरूले। सबै नै अब कृषकहरूलाई मारेको छैन अहिलेसम्म।
जहाँसम्म हेर्दा अब सबै हामी यहाँको मेम्बर 2 जना बाहेक अब सबै हामी मेम्बरै हौँ यहाँको सबै हाम्रै कृषिद्वारा हामी नै कृषिबाटै जे सहुलियत लिनुपर्छ लिने अब त्यस्तै भइरहेछ। अनि त्यसपछि अब बिउ बिजन अस्ति ल्याएर बाँड्नुभयो, बिउ बिजन पाइयो। अब काँक्रा भिन्डी हर अब कृषिमा गएर हर सहुलियत दरमै दिएका छन् सबै कुराहरू। अब ग्यासहरू उहाँहरूले राम्रै गरेका छन्। जेबाट भाइहरूको भिजन राम्रो छ, हामीलाई पनि राम्रो लागेको छ। सबै कुराहरू सहुलियतमै दिइराख्नु भएको छ र अहिले हामी पनि सदस्य हौँ भइरहेछ। अब त्यो आफूले आफ्नो इच्छाअनुसार कति बचत गर्न सकिन्छ त्यो बचत गरिरहेछौँ हामीले। त्यस्तै हो, अब अहिलेसम्म चाहिँ राम्रै गरिरहेछ। कृषकले उत्पादन गरेको वस्तुहरू बजारसम्म जोड्न यो सहकारीको स्थापना भएको यस हरिद्वार कृषि सहकारी संस्थाका अध्यक्ष लोकबहादुर दाहाल बताउँछन्। आफ्ना शेयर सदस्यले उत्पादन गरेका बेसारलाई ब्रान्डिङ गरी बजारसम्म पुर्याउने काम गरेको छ। विशेष गरी यो सहकारी स्थापनाको कारण नै किसानहरूले उत्पादन गरेको वस्तुहरू बजारसम्म जोड्नका लागि यो सहकारीको स्थापना भएको हो। यसले चाहिँ विशेष गरी अहिलेको समयमा हाम्रो सदस्यहरूले बढीमा बढी उत्पादन गर्ने भनेको बेसार भएको कारणले गर्दा यसले बजारसँग कतिको जोड्न सकिन्छ भन्ने, जोड्नु सक्नुपर्छ भन्ने उद्देश्य लिएर यसले हरिद्वार कृषि सहकारीले एउटा प्याकेजिङ गरेर ब्रान्डिङ गरी प्याकेजिङ गरेर बजारसम्म पुर्याइरहेको अवस्था छ। त्यसले गर्दाखेरि किसानलाई केही हौसला प्रदान भएको कुरा पनि हामीले महसुस गरेका छौँ। त्यस्तै गरी यो कार्यक्रम गर्नका लागि हामीलाई राष्ट्रिय आधुनिकीकरण परियोजना मार्फत हामीलाई सहयोगहरू उपलब्ध भएको छ। सहकारीलाई पनि, सहकारीको उद्योगलाई पनि सहयोग भएको छन् र यस सहकारीका सदस्यहरूलाई पनि सहयोग भएका छन्। सदस्यहरूमा केही महत्त्वपूर्ण सहयोग भएका छन्। जस्तै हिजोको दिनमा गाईबस्तु पाल्दा ग्यास हिलो हुने थियो, आज त्यो कुरालाई अन्त्य गरेका छ राष्ट्रिय आधुनिकीकरण परियोजनाबाट भक्का र सुधार कार्यक्रम मार्फत। त्यसै गरी आज त्यहाँ बेसारलाई एउटा सफा गर्नका लागि, उसिन्नका लागि एउटा ट्याङ्कीको व्यवस्थापन गरेको थियो। त्यसमा हामीले प्लास्टिक धेरै सदस्यलाई थोरै पैसाबाट धेरै सदस्यलाई समेट्ने उद्देश्यले हामीले प्लास्टिक पोखरीको हामीले पनि निर्माण गरेका थियौँ। त्यसले पनि अलिकति गाह्रो, अलिकति ठुलो आवश्यक पर्ने भएको कारणले गर्दा हामीले पक्की ट्याङ्कीहरू पनि राष्ट्रिय आधुनिकीकरण मार्फत हामीले किसानसँग जोडेर किसानलाई हामीले उपलब्ध गराएका थियौँ। उहाँको राष्ट्रिय आधुनिकीकरणको सहयोगमा हामीलाई हाम्रो फ्याक्ट्रीको कुरा गर्ने हो भने राष्ट्रिय आधुनिकीकरणले एउटा उत्पादन गर्ने एउटा संरचना, मेसिनरी, हाम्रो त्यसलाई गर्ने 3 लेयरको हाम्रो अब ऱ्यापिङ पेपर चाहिन्छ जसमा प्लास्टिक, त्यसमा समेत हाम्रो राष्ट्रिय आधुनिकीकरणले सहयोग गरिएको छ। किनकि सहकारी भनेको सहकारीको पुँजीबाट धेरै काम गर्न गाह्रो हुन्छ। राज्यले लगानी गरिदियो भने सहुलियत हुने भएको कारणले गर्दा हामीलाई ठुलो कुराहरूमा राष्ट्रिय आधुनिकीकरण मार्फत हामीलाई महत्त्वपूर्ण सहयोग भएको हामीले महसुस गरेका छौँ। अबका दिनमा पनि यो राष्ट्रिय आधुनिकीकरण मार्फत राज्यले यो सहकारी मार्फत सदस्यहरूसँग, यो उद्योगसँग हामीलाई महत्त्वपूर्ण सहयोग गर्नुहुनेछ भन्ने पनि हामीले पूर्ण आशा र विश्वासका साथ काम अगाडि बढाइरहेका छौँ। काम हुँदैछ, काम बढ्दैछ, फेरि पनि हुने आशा गरेका छौँ। यस सहकारी संस्थाले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न सहयोग र अनुदान प्राप्त गरेको छ। यसले मुख्यतः बेसार प्रशोधनमा अगुवाई गरिरहेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मोरङ अन्तर्गत उहाँहरूले प्राप्त गर्नुभएको अनुदानलाई सही सदुपयोग गर्दै किसानको उत्पादनलाई बजारसम्म ल्याएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत मनोज कुमार यादव बताउँछन्। यो प्रदेशभरिको कोशी प्रदेशको 14वटा जिल्लामा विभिन्न हाम्रा कार्यालयहरूको समन्वय गर्ने इकाइको रूपमा पनि रहेको छ र मोरङको हकमा कुरा गर्दाखेरि हामीसँग 3वटा जोन, धान, माछा र तरकारी, र त्यसै गरिकन सुपर जोन एउटा धानको भएको छ र माउरीको जोन गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेको छ भने सुनसरी जिल्लामा 5वटा जोनहरू रहेका छन्। सबभन्दा पहिला आर्थिक वर्ष 2073-74बाट अदुवा बेसारको जोनको रूपमा धरानमा कार्यालय स्थापना भएर यो कार्यक्रम 10 वर्षदेखि निरन्तर सञ्चालन रहेको छ र तत्पश्चात माछा अनि बङ्गुर अनि तरकारी यी बालीहरूमा पनि जोन सञ्चालनमा रहेका छन्। अहिलेसम्म आइपुग्दाखेरि हामीले सुनसरी जिल्लामा त्यतिखेर यो नेपालको शासकीय स्वरूप परिवर्तन, 3 तहको सरकार रहने र नयाँ संविधान जारी भएको अवस्थामा हरिद्वार कृषि सहकारी संस्थाले अगुवाई गरेर उहाँहरूको अगुवाईमा
यो बेसारको प्रशोधनमा हामीले सहयोग गऱ्यौँ, उहाँहरूको कारखाना स्थापना मा सहयोग गऱ्यौँ र यो सहयोग चाहिँ हाम्रो फेरि पुरा हुँदैन। यो चाहिँ 50% देखि बढीमा 85% सम्मको मात्रै सहयोग हो र अरू लगानी उहाँहरूको हुन्छ। र त्यसले चाहिँ प्रशोधनको सुरुवात गरेर अहिले यति धेरै उत्पादनहरू चाहिँ त्यहाँका स्थानीय कृषकहरूको उत्पादन चाहिँ बजारमा ल्याउन सफल हुनुभएको छ र यो धेरै पनि भएको छैन। यो 5-6 वर्षको अवधिमा चाहिँ अलिकति बेसारले फड्को मारेको छ र राष्ट्रिय रूपमै आफ्नो पहिचान पुर्याउन सफल भएको छ र धेरै किसान, अब धेरै सहकारीहरू यसमा र स्थानीय उद्यमीहरू पनि यसमा जोडिनु भएको छ र सबभन्दा अगुवाई चाहिँ अहिले हरिद्वार कृषि सहकारी संस्थाले नै सबै किसानहरूलाई हाम्रो सुनसरी जिल्लाको मात्र नभइकन अन्य जिल्ला छिमेकी उदयपुर, ओखलढुङ्गा र अन्य जिल्लाका अदुवा र बेसार उत्पादक खास गरिकन उहाँहरूसँग पनि यो सहकार्यमा उहाँहरूले अगुवाई गरिरहनु भएको छ। यस कार्यक्रमबाट अब उहाँहरू सहकारी संस्था भयो, प्रशोधनमा जानुभयो, उद्योगमा जानुभयो, अरू सहकारी संस्था पनि सानातिना प्रशोधनमा गएका छन् भने आम कृषकहरूको कुरा हेर्दाखेरि अब एक्लै एकजना किसानले अब धेरै स्तरको काम गर्न नसक्ने भएकोले उहाँहरू सहकारीहरूको सँगको सहकार्यमा हाम्रो विशेष कार्यक्रम थियो बेसारको चक्लाबन्दी खेती कार्यक्रम। त्यो चक्लाबन्दीमा हामीले विभिन्न गराहरू सानसाना भएका नमिलेका गरा सुधारको कार्यक्रमहरू थियो। धेरै कठिन थियो पहाडी क्षेत्रमा, ढुङ्गै धेरै आउने होइन, अनि खेतीको लागि चाहिँ स्लोपहरू बढी भएको नमिलेको त्यो कान्लाहरू, केही मेसिनहरू मिनी टिलर, पावर टिलर पनि युज गर्दाखेरि प्रयोग गर्नलाई चाहिँ अप्ठ्यारो, सानो सानो घुँहरू धेरै हुने। त्यसले गर्दा त्यहाँ चाहिँ एकनासको उहाँहरूले चक्लाबन्दी कार्यक्रम गर्नुभएको छ। त्यो चक्लाबन्दीमा गरा सुधार साथै किसानहरूलाई हित हुने, अब उहाँले केही पशुपालनहरू पनि गर्नुभएको छ जसको मल पनि त्यहाँ प्रयोग गर्नुहुन्छ। त्यसको लागि अझै व्यवस्थित गर्नलाई त्यो मल चाहिँ खेर नजाओस् भन्ने हिसाबले भकारो सुधारको कार्यक्रम पनि जोडिएर त्यहीसँग गएको छ भने यो चक्लाबन्दीमै पनि प्लास्टिक पोखरीहरू पानी सङ्कलनको लागि र पछि खेतीमा प्रयोग गर्नको लागि ती कार्यक्रमहरू पनि दिएका छौँ र यो एकदमै प्रभावकारी देखिएको छ। यो मोडल चाहिँ अरू बालीहरूको खेतीमा पनि लगाउन सकिन्छ भन्ने चाहिँ हामीलाई विश्वास जागेको छ। सहकारीका थुप्रै चुनौतीहरू छन्। अहिलेका समस्या जस्तै बजार पनि हो। साना घरेलु उद्योगले ठूलो भारतीय बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ। मौसम, दक्ष युवाको अभाव छ। प्राय युवा +2 पढेपछि विदेश जाने लहरले सहकारीमा काम गर्ने युवा पुस्ता पाउन गाह्रो छ। थोरै तलबले काम गर्नुपर्ने अवस्था छ। उत्पादन लागतमा वृद्धि भएको छ। महँगी बढ्दो छ। बजार प्रतिस्पर्धा पनि चुनौतीपूर्ण छ। यसबारे संस्थाले समाधान खोजिरहेको छ। हरिद्वार कृषि सहकारी संस्थाले स्थापना कालदेखि हालसम्म कृषि सम्बन्धी गरेका गतिविधिहरूमा भोगिरहेका चुनौतीका विषयमा म यहाँ प्रश्न पार्न चाहन्छु। यो सहकारी संस्थाले ब्रान्डिङका कुरा, लेबलिङ र प्याकेजिङका कुरा चाहिँ राम्रोसँग गर्न सके संस्थाले अझ बजारमा चाहिँ प्रतिस्पर्धा अन्य कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न देखिन्छ। त्यो हाम्रो एउटा चुनौतीको रूपमा रहेको छ भने त्यसै गरी यो भारतीय बजारले बजार विस्तार गरेको र सस्तो मूल्यमा बजार विस्तार गरेको कारणले गर्दा स्थानीय उत्पादन गर्दा उत्पादन लागत बढी हुने त्यो समस्याले गर्दाखेरि चाहिँ यसको उत्पादनलाई बिक्री गर्नको लागि महँगो भएको कारणले चाहिँ स्थानीय चाहिँ उपभोक्ताहरूले यसको प्रयोग गर्न नसक्नु, यो महँगोको कारणले यो पनि चुनौती रहेको छ भने त्यसै गरी अर्ग्यानिक सर्टिफिकेसन गर्नका लागि पनि यो संस्थालाई झन्झटिलो प्रक्रिया भएको कारणले गर्दा चाहिँ यसको अर्ग्यानिक सर्टिफिकेसन गर्न सकेको खण्डमा अथवा सरकारले यसलाई सहजीकरण गरिदिएको खण्डमा चाहिँ यसको अर्ग्यानिक सर्टिफिकेट भएर विदेशसम्म, स्वदेशदेखि विदेशसम्म यसको बिक्री वितरण गर्न सकिने, यो क्षेत्रमा उत्पादन भएको बेसार चाहिँ देशकै उत्कृष्ट कुर्कुमिनको मात्रा भएको कारणले 5.89 यसको कुर्कुमिन भएको कारणले गर्दा पनि बजारमा यसको बिक्री वितरण, गुणस्तरीय बिक्री वितरण गर्न सकिने, तर यसको लागत मूल्य बढी आउने कारणले गर्दाखेरि चाहिँ बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ। यो हाम्रो चुनौती छ भने स्थानीय सरकारले यसलाई बजारीकरण गर्नको लागि चाहिँ स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भनेर चाहिँ हामीसँगै बजारमा सहजीकरण गर्दैदेखि यो चुनौतीहरूलाई हामी चिर्न सक्थ्यौँ र सफल हुन सक्थ्यौँ भन्ने
कुरा यहाँ राख्न चाहन्छु। यस संस्थाले नयाँ योजनाहरू पनि ल्याएको छ। यस सहकारीले उत्पादन गरेका प्रोडक्टहरूको ब्रान्डिङ गर्दै नगरमा कृषि पर्यटन विस्तार गर्ने सोच बनाएको छ। बेसार र मसला उत्पादन बढाउन सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गर्ने पनि योजना बनाएको छ। सहकारीलाई अगाडि बढाउन शेयर पुँजी वृद्धि गरी 1 करोड पुर्याउनका साथै अहिले उत्पादन गरिँदै आएको बेसारलाई अर्ग्यानिक प्रमाणपत्र लिन पहल गर्ने योजना बनाएको छ। स्वरोजगार कर्जा मार्फत प्रस्ताव पेश गरी कृषि तथा अन्य व्यवसाय गर्ने सदस्यहरूलाई नेपाल सरकारले तोकेको सहुलियत ब्याज दरमा ऋण लगानी गरेको छ। यस क्षेत्रको कृषिजन्य उत्पादन दाल, भटमास, बदामको बजारीकरण गर्ने योजना पनि छ। भारतीय बेसारसँग प्रतिस्पर्धा गर्न क्वालिटी आधुनिकीकरण गर्दै प्याकेजिङ गर्ने, बिक्री केन्द्रहरू स्थापना, बजार विस्तार, स्थानीय सरकारसँग स्थानीय उत्पादन प्रयोग गर्न अनुरोध गर्ने योजनाहरू पनि रहेका छन्। हरिद्वार कृषि सहकारी संस्था लिमिटेडको सक्रिय भूमिकाले किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ। फालीदेखि थालीसम्म, उत्पादनदेखि बजारसम्मको व्यवस्थापनले किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाएको छ। हामी तपाईँ सम्पूर्णलाई सदस्य बन्न आग्रह गर्न चाहन्छौँ। सहकार्य गर्न निम्तो पनि गर्न चाहन्छौँ।